सो हे व्हाट्सअप गाइज आइसकेको छ फेरि न्यू ब्लगमा। सो गाइज धेरै होइन दाइ पनि आउनुभयो, दाइले के ल्याइदिन्छ मलाई जस्ट तपाईँलाई हेराइदिन चाहन्छु म। जसले जति ल्याएको मैले सामान चाहिँ राइडिङको लागि मात्रै ल्याएको सामान, तर फाल्तु त मैले केही पनि ल्याएको छैन। त्यही हो ब्लग तपाईँले है कन्टेन। अब म दार्जिलिङ पनि गएर 5 बजी पर्सि जान्छु दार्जिलिङ। वेट गर्दै गर्छु बाई गएर ओके। यति सामान चाहिँ म ल्याइदिएछु, तपाईँहरू हेर्न सक्नुहुन्छ होला। यति सामान छ, सबै एउटा एउटा गर्दै रिभिल गर्छु तपाईँहरूलाई। यहाँ जति सामान छ सब मेरो नि। अब सब एउटा एउटा चिज तपाईँहरू रिभिल गर्छु म। एउटा एउटा चिज चाहिँ यहाँ रिभिल गर्छु क्या। फोन पनि मेरो हो, सबै चिज एउटा एउटा रिभिल गर्छु ल। अनि तपाईँलाई भन्छु म ल। अहिले हेर्दै जानु होला। एउटा कुरा के भनौँ, सबभन्दा पहिला म तपाईँलाई के देखाउँछु मेरो सामान बेस्ट। आई एम द किङको पर्फ्युम हेर्नु, सबभन्दा बेस्ट पर्फ्युम हो। कतिको भन्थ्यो 1500-2000 जति पर्छ एउटा पर्फ्युमको यो नि। अझै तपाईँको फर्स्ट मेरो यो लोकेसन हेर्ने। ए लोकेसन अहिले नदेखाऊँ कि, पहिला तपाईँलाई देखाउँछु म मेरो फोन। मेरो यो रेडमीको नोटेड फोन, बुझ्नुभयो? यो रेडमीको मेरो फोन हो, बुझ्नुभयो? चाहिरहेको थियो। अनि यो छ मेरो अर्को लोकेसन हेर्ने क्या, साइकलमा यसरी ठक्क लोकेसन लगाएर म हेर्न सक्छु। यसरी साइकलमा राखेर हरिएर लोकेसन हेर्न सक्छु म। अनि फर्स्ट अफ अल धेरै दामी सामानहरू राखेको छ, अझै देखाउनु तपाईँलाई टेन्सन नलिनु। सेकेन्ड के देखाऊँ, मेरो ग्लोभ्स, राइडिङ ग्लोभ्स पनि चाहिरहेको थियो मलाई। ग्लोभ्स पनि आएछ। कतिको होला गेस्ट गरिदिनु ल। यो चाहिँ होइन महँगो छ नि फेरि यार, सब सामान मेरो ब्रान्ड छ यार। अर्को के देखाऊँ तपाईँहरूलाई, साइडमा अर्को के छ, अर्को छ मेरो माइक। ब्रान्ड छ भाइ, के सोचेस् होला। माइक बुझ्नुभयो, टक्क यहाँ लगाएर माइक त अहिले होस् नलगाएर होस्, के फरक पर्दैन। अनि तपाईँलाई के देखाउँ, मेरो घडी देखाउनु। सेकेन्ड भर्जन हो यो कुरा याद गरेर राखेँ केटा हो। यो चाहिँ मेरो अर्को चेस्ट प्याड। मैले एउटा गाइज यो यतिको हुन्छ यसरी। यो चाहिँ मेरो माइक पनि भइहाल्यो, यो यतिको हुन्छ। पछाडि यस्तो एन्ड त्यहाँ अलिकति खतरा हुने भयो कि दार्जिलिङ ब्लगमा चाहिँ केटा हो यो पालिको ब्लग हेर्नु। सेकेन्ड तपाईँलाई के देखाऊँ भन्नाले मेरो यो गगल्स, यो त राइडिङ गगल्स हो यार। यो छ फर्स्ट यो देखाउँ तपाईँलाई, यो हेर्नु। यो ब्ल्याकमा चाहिँ एउटा नि, अनि तपाईँको एउटा यो छ, एउटा यो छ। यो पनि अति छ नि। अझै के छ मेरो हेलमेट छ एउटा। यो पनि छ एउटा। हेलमेटको बिट क्वालिटी त बवाल छ यार, लेकिन कता लागिरहेको छ नि यस्तो। हेलमेटको क्वालिटी त एकदम बवाल छ क्या। हलुको छ यार। सामान पनि यस्तो छ नि, आइरहेको छ। अरू तपाईँले के भनौँ, साइड गरेर राखिदिनुपर्छ। एउटा ब्लुटुथ पनि चाहिएको छ, बाटोमा जाँदै गीत सुन्दै जानुपर्छ, अलिकति रमाइलो गर्नु परेन। अझै के छ मेरो सामान, यो साइकलमा लाउने बत्ती पनि बल्नुपर्छ क्या, साइकलमा चक्कामा लाउनुपर्छ, रिजमा लाउनुपर्छ। यो मेरो छ, यो पम्प हाल्ने हुँदैन, पम्प हाल्ने त्यसमा लाउने यो। अनि एउटा म्याकबुक पनि ल्याइदिएछ दाइले क्या, क्रोमबुक यो ल्याइदिएछ कि एउटा। पैसा कमी छैन क्या, पैसा त फ्याल छ हामीसँग। पैसा त्यति छ कि कसैलाई दिँदिनँ क्या, कुरा याद गरेर राख्नु क्या। ल सो गाइस मेन चिज त देखाउनु बिर्सेँ तपाईँलाई। एउटा मेरो ड्राई फ्रुट छ, पक्कै देखाउँछु। यति सामान चाहिँ रहेछ मेरो, हेर्न सक्नुहुन्छ होला। एउटा यो भइहाल्यो नि, यति सामान छ मेरो। जस्ट पर्फ्युम छ, यताउति चस्मा तस्मा। यो चाहिँ देखाउनु बिर्सेँ थियो अघि नि। यो चाहिँ म्याकबुक छ, फोन छ मेरो ब्रान्ड न्यू छ। घडी चाहिँ बवाल छ क्या। यति नै हो सामान चाहिँ मेरो आएको विदेशबाट।
गर्नुपर्छ। सो गाइस भिडियो मन पर्यो लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। भेट्छु तपाईँलाई अब नेक्स्ट दार्जिलिङको ब्लगमा। टाटा बाई बाई।